एभ्रीवान आज चाहिँ म हैन रामेछापको साथीलाई चाहिँ गर्मी कस्तो छ भनेर सोध्न गइरहेको छु। हेलो साथी, सन्चै हुनुहुन्छ? म सन्चो छैन। कसरी सन्चो छैन भन्नु त? गर्मीले कसम थाले नि। अनि जापानमा त अनि गर्मी छैन भनेर आउनु भएन त? कस्तो भइरहेको जापानको बसाइ भन्नु त? घर जानु मलाई अब घर जानु मन लागेर के गर्नु, साइकलमा जान मिल्दैन होइन त? गर्मी कस्तो भइरहेको? फर्स्ट टाइम गर्मी हो अरे के है उहाँको चाहिँ। अनि उता चाहिँ नेपालमा त गर्मी नै थिएन है क्या। हाम्रोतिर त गर्मी थियो, तपाईँकोतिर गर्मी थिएन नि त। म अलिक चिसो ठाउँमा बसेर हो कि क्या हो यस्तो फालेको। यस्तो गर्मी हुन्छ भने थाहा थिएन तपाईँलाई? थाहा थिएन? थाहा भयो भए आउँदैन थियो होला है? साँच्चै आउँदैन। ओइ अघि भरे यस्तो फ्रिजबाट लिएर गयो, यो तातेर यस्तो बल भइसक्यो। कस्तो नमिठो भइसक्यो भयो। कस्तो तातो हौ भनेपछि गर्मी खतरा लागिरहेछ। अनि यस्तो पसिनै पसिना भएर चाहिँ कता हिँड्नु भएको त? अनि ओ हेलो सीमा मुराको सीमा मुरा किन आउनु भएको? कपडा किन्न गर्मीमा लगाउने मैले होइन अस्तिदेखि चाहिँ मलाई एउटा चप्पल किन्न मन थियो कि। अनि आएको थियो कि त्यहाँनिर। अनि होइन सीमा मुरा आएको, पसल खोल्नुभन्दा अगाडि आइपुगेर बसिरहेको छौँ हामी। 10 मिनट अगाडि पुगेछ क्या हामी चाहिँ। अनि यस्तो अब यस्तो गर्मीमा के गर्नु बिचरा, अब के गर्नु होइन, बस्नु पर्यो बाहिर। कम्ती टाढा छौँ हामी। बाटो हराएर कहिले त यार 8 बजेदेखि रुमदेखि हिँडेको तर मलाई नि साइकलको त्यो पन्चर भएको थियो नि त। मेरो साइकल फेरि पन्चर भएर चाहिँ क्या आधी, त्यो पनि आधी बाटो आएर थाहा पाएको होइन, खाजा खाने ठाउँमा फेरि फर्केर गएर अनि त्यसपछि फेरि उयो गरेँ। अनि होस्टेलको पम्पले हावा हाल्नै आएन कि, धन्न एउटा म्यानमारको केटी आएछ होइन तल। अनि कोही मान्छे आउँदैन, अनि एउटा मान्छे आएपछि हेल्प गरिदिन्छ होइन। अनि म्यानमारको केटी तल आएछ, अनि उसलाई मैले कसरी हाल्ने हो यो गरिदेऊ न भनेको, बिचरा ऊ पनि कति धेरै मन काटेछ नि। उसले मरी बनायो, हात सबै कालो भएन होइन। अनि लास्टमा भएन। अनि त्यसपछि अब लास्ट अप्सन भनेको अब साइकल त्यो पसलमा बनाउँछन् कि। अनि त्यहाँनिर गएर पनि हेरेको पसलै बन्द रहेछ। अनि त्यसपछि पसल बन्द रहेछ। अनि ला के गर्ने भनेर अनि फेरि हिँड्दै त्यो अर्को केटी बस्नु त्यो डमिटरीमा त्यहाँ होस्टेलमा गयो। त्यहाँ जब हाम्रोमा गयो भने हाम्रोमा बनाइदिन्छु भने कि उसले। अनि हामी चाहिँ फेरि त्यहाँ गयो। अनि त्यहाँ गएर चाहिँ भयो मेरो साइकलमा हावा हाल्यो। अनि त्यसपछि हामी तुफान भागेर आएको। लास्टमा पसलै बन्द रहेछ गाइस, के गर्ने होला। यो सीमा मुरा भन्ने ठाउँ चाहिँ रोशनी दिदीले ल्याउनु भएको थियो कि सुरुमा। अनि त्यो दिदी र म आएको थिएँ। अनि आज चाहिँ ऊ चाहिँ फर्स्ट टाइम आएको, म चाहिँ सेकेन्ड टाइम हो। अनि राति पनि सुतेन, रातभरि गेम हेरेको है साथी। ऊ चाहिँ आमा कति बजे कसको फ्यान हो तपाईँ भन्नु त? अनि मेस्सीको गेम किन हेर्नु भएको त? तपाईँलाई कतिको खुसी लागिरहेको भन्नुहोस् त? मलाई एकदम धेरै खुसी लागिरहेछ, त्यही भएर म नसुती अहिले त्यही भएर कफी खाँदैछन् क्या। बिचरालाई मैले सुत्न पनि नदिएको कि। मैले अस्तिदेखि सीमा मुरा जम्न मेरो चप्पलै होइन, गएको जाँदा लाउनेलाई चप्पलै होइन भनेर भनेको थिएँ होइन मैले। अनि त्यसपछि जाउँ भनेर अनि 1.5 घन्टा सुतेको मान्छेलाई उठाइ लिएर आएको मै हो। लास्टमा आएर चाहिँ यहाँनिर यत्रो गर्मीमा बाहिर बस्नु परिरहेछ। यो माथिको डाँडाहरू चाहिँ होइन ठ्याक्कै कि हाम्रो गाउँ जस्तो छ है। अनि होइन यहाँनिर बाँसबारीमा कराउँछ त्यो चरा, किरा त्यस्तै कराएर कान खराब भइसक्यो भने तपाईँहरूले सुन्न सक्नुहुन्छ। किरी पारेर कराएर गाह्रो छ। अब कतिखेर खोल्ने हो? 10 बजी खुल्छ भनेको छ। अब कति 8, 9, 10, 2 मिनट बाँकी छ। पछि चाहिँ हामी 10 घन्टा हामी यस्तै हावा खाने हो। अनि जाने हेर्नु नि यहाँ कति कराइरहेको के गर्नु साथीहरू, यस्तै छ। अब गर्मी हो, अब गर्मी भनेर रुमभित्र बसेर नि के गर्नु, बिदा छ, काम छैन। अनि त्यही भएर हामी चाहिँ काम हुँदा चाहिँ होइन मलाई एकछिन फ्री भयो म सुत्छु जस्तो फिल हुन्छ कि होइन। अनि त्यसपछि
काम नहुँदा चाहिँ निन्द्रा नि लाग्दैन पनि नआउँदै पढ्न पनि मन लाग्दैन म के गर्ने होला साथीहरू म के गर्ने होला कुनै गएर यस्तो पाराले भविष्य कसरी बनाउने होला यस्तो भनेर जापान गएर भविष्य बनाउँछु भनेर आएको होइन होइन के भनेर आएको थिएँ के भनेर आएको रे म जापान गएर भविष्य बनाउँछु भनेर आएको भविष्य नष्ट पार्छु वाला बाजी भइरहेछ जापान गएर भविष्य चाहिँ होइन भएको अलिअलि भविष्य पनि खत्तम भएको छ साथीहरू के गर्ने होला अब यस्तै गर्मी छ म त त्यहाँ गएपछि त गर्मी नै हुँदैन कस्तो शीतल होला बाहिर पनि शीतल होला सोचेको लास्टमा यति गर्मी हुने रहेछ भन्ने थाहै थिएन मिनेट लाग्छ कहाँ हो यो कहाँ हो? होइन त सीमामुरा दुईटा ठाउँमा देखाइरहेको थियो होला नि टर्नै खान्छ सीमाबाट उता हाम्रो ठाउँबाट पनि नजिक थियो होला तर यता आइहाल्यो अब यस्तै छ साथीहरू के गर्नु सच्ची टन्नै रहेछ यो पश्चिममा आएको रहेछ हाम्रोबाट नजिक थियो होला उता पनि थियो होला नि अब मैले चिनेको यही थियो त्यही भएर यो दिदीसँग आएको थिएँ कि म पहिलाचोटिमा अनि दिदीले ल्याउनु भएको थियो मलाई अनि फेरि हामी आयो दिदीलाई दिदीको त भिडै छैन रहेछ त्यही भएर हामी दुईजना मात्रै आएको टन्नै रहेछ कि त्यहाँबाट यहाँको मान्छेले पनि इरिटेट मान्यो होला हामी बोल्दा बोल्दै हेर यहाँको मान्छेहरू तर यस्तो गर्मीमा पनि होइन कति गोरो हुने के यिनीहरू त होइन यस्तो गोरो गर्मीमा त ना केही नलाइकन के मतलब टोपी सोपी नलाइकन मैले देखाएको छैन कि अनि यस्तो घाममा होइन बाहिर यत्तिकै हिँड्छन् अनि गाला पनि पुरै रातो न रातो बनाएर हिँड्छन् हामी चाहिँ होइन टोपी सोपी मास्क लगाएर टोपी मास्क लगाएर हिँड्दा पनि कालै भएको छ मेरो अब जापान आएर जापानी जस्तो गोरो हुने सपना चकनाचुर भयो यो गर्मीले साथीहरू पनि छैन यो गर्मीमा हुँदैन छैन भन्ने अब के गर्नु यस्तै छ हेर्नु मेरोमा त यस्तो भिजेको आज यत्रो पसिना आएको मलाई मेरो लुगा भिजे खानु गर्मी भन्ने कुरा त यहाँ त कति ल अब चाहिँ हामी गए साथीहरू गएर सपिङ त के भन्नु एउटा कुरा किन्न आएको त्यही कुरा किनेर जान्छु अब यस्तै छ गर्मी छ बिचरा हेर यहाँनिर गर्मीले केही छैन उतातिर गर्मी नै हुँदैन थियो अरे बल्ल यहाँनिर आएर गर्मी महसुस गर्दैछ रातभर नसुतेर कफी खाएर मस्त हुनुपर्छ रातभरि सुत्ने तर बिदाको बेलामा त निन्द्रै लाग्दैन नि के भएको होला यस्तो मोबाइल हेर्दै आँखा दुख्छ पढ्नुपर्ने भोलि खान्जीको टेस्ट पनि छ अब पढ्ने कुरा यस्तै हो जहिले पढ्छु भने कहिले प्रगति गर्न सक्दैन पढ्ने कुरालाई साइड राखेर अरू कुरा गर्छु क्या जहिले पढ्ने कुरालाई साइडमा अनि मोबाइलतिर चाहिँ उता झन् अब रातभरि गेम हेर्ने मान्छे कुरै न हड्डी पुरा हड्डी हाँसिरहे रोनाल्डोको फ्यान हो नि त ऊ अनि मेस्सीले आएर भन्नु ऊ निन्द्रा छैन खुस त्यही भएर सुतेको पनि छैन कि मैले जम्मै खुसीले केही छैन भुइँमा खुट्टा छैन फेरि फ्यान भएर केही उखाड्ने पनि होइन ल साथीहरू अब चाहिँ हामी गयो ल बाई बाई टेक केयर बाई गरिदिनु होला मेरो साथीहरू आज हाम्रो दुःख कहानी सुन्नु भएको बाई बाई साथीहरू।